ल हामी चाहिँ बल खेल्न जाँदै गरेको अवस्था छ है त ल बलक पनि बनाइदियो फलेको छैन यो खै यो फल्दैन काँठा फल्दैन कति वर्ष तेलको बोट हो यो तेलको बोट हो होइन नरिवलको दाना जस्तो छ तर यत्रो यत्रो नि हेर्दा चाहिँ बाहिर भित्र बल खेल्नु त यहाँ फुटबल खेल्नु त यहाँ अहिले लिची खाँदै हो त्यसको जस्तै दिउली हुन्छ मासु खाएको गाडी चाहिँ त पुरै जाम भइसक्यो ल हामीले यो फुटबल खेल्नको लागि लिने बेला यो लिनु पाए त फुटबल चलिहाल्छ नि यहाँ त दामी छ नि हाम्रो खेलाडी साथीहरू यत्रै ग्राउन्ड भइहाल्यो यत्रै त छ त्यहाँ साथीहरू दुईतिर पोल गाड्ने है गाडी नआउने भन्दा हुन्थ्यो यो के रहेछ हौ स्कुल हो कि न सरकारी कार्यालय हो यो ए हो त रहेछ त लोगो छ त अन्त ओ त्यो परको पहेँलो गाडी छ नि त्यतातिर त्यस्तै केही सरकारी कार्यालय हो ल ल ठिक छ केही छैन भन्नु पायो पछि उचाल्ने उसले नै हो अनि त्यो 26 सम्म पनि जित्छ छैन नि इतिहासमै छैन भ्लग आउँछ भरे युट्युबमा चाहिँ उसले जित्यो भने चाहिँ रोनाल्डो रिटायर पनि हुन्छ होला रिटायर पनि हुन्छ उसको अब खेल जीवन पनि सार्थक हुन्छ पूर्ण हुन्छ आउँछ नि अब यता दिँदै ऊ त तल हेर त हरियो तल्लो छेउमा ऊ यो जङ्गलभित्र खै त केटाहरू छैन यो तपाईँको खुट्टामा लाग्यो त्यहाँ अब त तपाईँको छँदै छैन जङ्गी छ यता छ त हल्ला होला ल हुन्छ ठिकै छ त माइनसै भए पनि मन्जुर छ मोरक्कोले कहाँ जित्छ हौ मोरक्को विन हो यसपालि फ्रान्सको गेम देखेकै छैनौ ब्राजिललाई टक्कर दिने हो ब्राजिल कुन गतिलो छ र अनि यो पटक मोरक्कोसँग 0 फाइनल अहिलेसम्म फाइनलै पुगेको छैन मोरक्को 3टा मात्रै छैन नि केटाहरू खोइ त फोन गरौँ त यही हो भलिबल यहाँ पुल रहेछ यो भत्किन्छ कि हामी भलिबल खेल्ने ठाउँ आइपुग्यो बसिरहेको छ ए माझ हेर्न बसिरहेको भने त कुर्सी पो रहेछ